स्वयं प्रधानमन्त्रीलाई नै अप्ठ्यारो पर्न सक्छ। बालेनको भारत भ्रमणबारे तयारी तीव्र, परराष्ट्र मन्त्री खनालको भ्रमणपछि मिति टुङ्गो लाग्ने। सभामुख अर्याल र चिनिया राजदूत बीच भेटवार्ता। भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी, इच्छुकको विवरण सङ्कलन जारी। 14 जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने। आगामी महाधिवेशनबाट नेकपाको नेतृत्वमा युवाहरू आउने, झलनाथ खनालको भनाई। आफूलाई सुदूरपश्चिमको इन्चार्ज तोकेपछि नेकपाका नेता रावलको असन्तुष्टि। सम्पत्ति जाँचबुझ आयोग गैर कानुनी भन्दै बदरको मागसहित सर्वोच्चमा रिट। अलपत्र पूर्वाधार व्यवस्थापन समयमै गर्न संसदीय समितिको निर्देशन। चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार 66 खर्ब पुग्ने अनुमान। आर्थिक वृद्धि दर 3.85% हुने प्रक्षेपण। न्यूनतम तलबको पूर्ण कार्यान्वयन गर्न सरकारसँग जीफण्डको माग। पहुँचको आधारमा सरकारी गाडी प्रयोग गर्नेमाथि कडाई, 622वटा साधन फिर्ता ल्याइयो। अमेरिकी राष्ट्रपति ट्रम्पले रक्षा खर्च 40% बढाए, सामाजिक सुरक्षामा भारी कटौती। आइसिसी वुमन्स च्यालेन्ज ट्रफीमा नेपालको तेस्रो जित। विश्वकप लिग 2 मा नेपालले बुधबार ओमानसँग खेल्ने। र बुधबार सुदूरपश्चिमदेखि कोशीसम्म हावाहुरीको सम्भावना। आवश्यक सतर्कता अपनाउन मौसम विभागको आग्रह। अब अपडेट विस्तारमा। सरकारले 2वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समस्या सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समस्या सहकारी र संवैधानिक परिषद सम्बन्धी 2वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो। मन्त्रिपरिषदबाट 2 अध्यादेश सिफारिस भएर आएको छ। यहाँ अध्ययन हुँदैछ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो, अध्यादेशहरू राष्ट्रपति कार्यालय शीतल निवासमा पुर्याइएको छ। यसअघि वैशाख 8 गतेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन आह्वानको लागि राष्ट्रपति समस्या सिफारिस गरेको थियो। सिफारिस अनुसार राष्ट्रपतिले वैशाख 17 गतेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको थियो, तर सरकारले वैशाख 10 गते अधिवेशन स्थगित गर्न राष्ट्रपति समस्या फेरि सिफारिस गरेको थियो। सरकारको सिफारिस अनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गर्नुभएको थियो। प्रतिनिधि सभा आह्वान गरेर पनि स्थगित गरेर सरकारले संवैधानिक परिषदमा नियुक्तिका लागि अध्यादेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो। संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषदमा 6 जना सदस्य हुने व्यवस्था छ। प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, प्रधान न्यायाधीश विपक्षी दलका नेता रहने गर्दछन्। सोमबार मात्रै काङ्ग्रेसले प्रतिनिधि सभामा दलको नेता चयन गरेको छ। काङ्ग्रेसले दलको नेतामा भीष्मराज आङदेव्यलाई चयन गरेसँगै संवैधानिक परिषदले पूर्णता समेत पाएको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले 2 अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गरेको सिफारिसप्रति आपत्ति जनाएको छ। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले वक्तव्य निकालेर सरकारले संसद स्थगित गरी अध्यादेश मार्फत कानुन निर्माण गर्ने कदमप्रति काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। यस प्रकारको अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक छ। यो केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायकी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण हो, चालिसेले वक्तव्यमा लेख्नु भएको छ। यस प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको छ र सरकारको संसदप्रतिको अविश्वासलाई उजागर गरेको छ। काङ्ग्रेसले संसदमा बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फको खतरनाक सङ्केत भएको बताएको छ। काङ्ग्रेसले संवैधानिक परिषद जस्तो संवेदनशील निकायमा प्रस्तावित संरचनागत परिवर्तनप्रति आपत्ति भएको जनाएको छ। यस्तै राप्रपा सांसद ज्ञानेन्द्र साईले बोलाइएको संसद रोकेर अध्यादेश मार्फत विधेयक ल्याई सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक र संसदीय अभ्यास विपरीत कदम भएको बताउनु भएको छ। संसदमा झण्डै 2/3 भएकोले पारित गर्न खोजेको विधेयक संसदबाट सजिलै पारित हुने सम्भावना रहेको भन्दै उहाँले यस्तो बताउनु भएको हो। त्यसैले संसदलाई छलेर नभई सहकार्य गरेर अगाडि बढ्न प्रधानमन्त्री बालेन्द्र शाहलाई उहाँले आग्रह समेत गर्नुभएको छ। सांसद साईले यस्ता गतिविधिले कालान्तरमा स्वयं प्रधानमन्त्रीलाई नै अप्ठ्यारो पार्न सक्ने चेतावनी समेत दिनुभएको छ। त्यसैले संसदीय अभ्यासको पूर्ण पालना गर्दै अध्यादेश मार्फत शासन गर्ने प्रवृत्ति बन्द गरी संसदबाट विधेयक ल्याउन उहाँले अपिल समेत गर्नुभएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको तयारी तीव्र हुँदै गएको छ। नेपाल र भारतले आफ्नो तर्फबाट भ्रमणको तयारी अगाडि बढाएका छन्। भारतका विदेश सचिव विक्रम मिश्री वैशाख 28 गते नेपाल आउँदै हुनुहुन्छ। उहाँ प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्ति दिन नेपाल आउन लाग्नु भएको हो। 2 दिनसम्म नेपालमा रहने उहाँले प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा पत्र हस्तान्तरण गर्ने बताइएको छ। यद्यपि यसअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै भारत भ्रमणको आमन्त्रण गरिसक्नु भएको थियो। मोदीको सो आग्रहलाई प्रधानमन्त्री बालेनले स्वीकार गरेको परराष्ट्र मन्त्री शिशिर खनालले सार्वजनिक गरिसक्नु भएको छ। मन्त्री खनाल मोरिसस गएको बेला भारतका विदेश मन्त्री एस जयशंकरसँगको भेटपछि खनालले प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाने बताउनु भएको थियो। त्यसपछि भारतका लागि नेपाली राजदूत डाक्टर शङ्कर शर्माले पनि प्रधानमन्त्री बालेन भारत भ्रमणमा आउने बताउनु भएको थियो। औपचारिक प्रक्रियाको लागि भारतीय विदेश सचिव मिश्री नेपाल भ्रमणमा आउन लाग्नु भएको हो। उहाँ प्रधानमन्त्री बालेनलाई औपचारिक निम्तो दिन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन्। प्रधानमन्त्री बालेन भारत भ्रमण जाने चर्चा सुरु भएसँगै सीमा विवादबारे चासो बढेको छ। भारतको संसद भवनमा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु समावेश गरेर नयाँ नक्सा राखेपछि काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नु भएको थियो। नेपालको नक्सालाई मान्यता नदिएको भन्दै उहाँले आफ्नो निर्धारित चीन भ्रमण पनि स्थगित गर्नु भएको थियो। प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओली भारत भ्रमणमा जान लाग्दा उहाँले ओलीलाई नेपालको नयाँ नक्साबारे कुरा गर्न सामाजिक सञ्जाल मार्फत सल्लाह दिनुभएको थियो। बालेन आफै प्रधानमन्त्रीको रूपमा भारत जाने तयारी भएसँगै उहाँले ती विषयहरूलाई कसरी उठान गर्नुहुन्छ भन्नेबारे चासो बढेको छ। यस्तै नेपालको भूमि लिपुलेख भन्ज्याङ हुँदै भारत र चीनले पुनः सीमा व्यापार सुरु गर्ने सहमति गरिसकेका छन्। सम्भवतः यो व्यापार आगामी जुनदेखि सुरु हुने बताइएको छ। नेपालले भारत र चीनबीच भएको सहमतिबारे कूटनीतिक रूपमा प्रेस नोट मार्फत खण्डन समेत गरेको थियो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल डीपीसँग नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले भेटवार्ता गर्नुभएको छ। भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान भएको थियो। भेटको क्रममा सभामुख अर्यालले नेपाल चीन सम्बन्ध ऐतिहासिक मैत्रीपूर्ण पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिएको सभामुखको सचिवालयले जनाएको छ। एक चीन नीतिप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको दोहोर्याउँदै नेपालको भूमि चीन विरुद्ध प्रयोग हुन नदिने विषयमा सरकार स्पष्ट रहेको उहाँले बताउनु भएको छ। सभामुख अर्यालले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रविधि प्रवर्धनमा केन्द्रित रहेको उल्लेख गर्दै यसमा चीन सरकारको साथ र सहयोग अपेक्षित रहेको बताउनुभयो। उहाँले सरकारले अघि सारेको 100 बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै राजनैतिक सङ्क्रमण कालमा चीनले देखाएको सद्भावप्रति धन्यवाद समेत व्यक्त गर्नुभएको छ। सभामुख अर्यालले सङ्घीय संसदका दुवै सदन, संसदीय समिति र मैत्री समूह मार्फत अन्तर संसदीय सहकार्य विस्तार गरिने उल्लेख गर्दै आफ्नो कार्यकालमा प्रभावकारी र उत्कृष्ट संसदीय अभ्यास गरिने प्रतिबद्धता जनाउनु भएको छ। साथै सन् 2022 डिसेम्बर 12 मा प्रतिनिधि सभा र चीनको राष्ट्रिय जनकङ्ग्रेस बीच भएको समझदारीलाई कार्यान्वयन गर्दै विधायकी निकाय बीच सहकार्य अभिवृद्धि गरिने उहाँले बताउनु भएको छ। भूमि प्रशासन सम्बन्धी सेवाहरू अब स्थानीय तहबाट सुरु गर्ने तयारी गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालको भूमि सुधार मालपोत र नापी कार्यालयहरूबाट प्रवाह हुँदै आएका सेवाहरू स्थानीय तहबाट गर्ने तयारी थालेको हो। त्यसैले मन्त्रालयले यी सेवा प्रवाह गर्न चाहने स्थानीय तहलाई आवश्यक पर्ने जनशक्ति तथा पूर्वाधार सहितको व्यवस्था आफैले गर्ने गरी सेवा प्रवाहको लागि इच्छुक रहेको बेहोरा सहितको पत्र माग गरेको छ। मन्त्रालयको वैशाख 10 गतेको पत्रअनुसार 7 दिनभित्र स्थानीय तहहरूले भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहको लागि इच्छुक रहेको पत्र पठाउनु पर्नेछ। अहिले पालिकाहरूबाट पत्र आउने क्रम जारी छ। चितवनको भरतपुर महानगरपालिकाले वैशाख 14 गते मन्त्रालयमा पत्र पठाएर भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह गर्न इच्छुक रहेको जानकारी दिएको छ। अन्य पालिकाहरूबाट पनि पत्र आउने क्रम जारी रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना अधिकारी राजेन्द्र प्रसाद गौतमले बताउनु भएको छ।
सरकारले सुरु गरेको घर दैलोमै राहदानी वितरण सेवा हालसम्म 14 जिल्लाबाट सुरु गरिएको छ। हालसम्म 311वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको हुलाक सेवा विभागले जनाएको छ। यसै गरी गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडी लगायतका जिल्लासँग सम्झौता गरी सेवा विस्तार गरिएको छ भने अन्य जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयबाट राहदानी प्राप्त भएपछि वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ। सबै जिल्ला प्रशासन कार्यालयहरूले राहदानी बनाउन आउने सेवाग्राहीसँग ठेगाना सङ्कलन सुरु गरिसकेका छन्। सवारी चालक अनुमति पत्र वितरणतर्फ पनि उल्लेखनीय प्रगति भएको छ। 2083 वैशाख 15 गते दिउँसो 3 बजेसम्ममा हुलाकबाट 2,56,126वटा लाइसेन्स सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको छ। मोरङ र कास्की जिल्लाबाट यातायात कार्यालयहरूसँग समन्वय गरी लाइसेन्स घरमै पुर्याउने कार्य समेत सुरु गरिएको छ। हुलाक सेवा विभागले अन्य विभिन्न क्षेत्रमा पनि काम अघि बढाएको छ। नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आगामी महाधिवेशनले पार्टी नेतृत्वमा 50% युवाहरूलाई स्थापित गर्ने बताउनु भएको छ। मङ्गलबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन युवाहरूको प्रतिनिधित्व अनिवार्य भएको उल्लेख गर्नुभएको हो। खनालले पार्टीको आगामी कार्यदिशा र नेतृत्वका विषयमा बोल्दै युवाहरूलाई जिम्मेवारी दिएर अघि बढाउने योजना रहेको बताउनु भएको छ। सुदूरपश्चिमको इन्चार्जको रूपमा भीम रावललाई प्रस्ताव गरेको चर्चाका विषयमा सोधिएको प्रश्नमा उहाँले नेतृत्वमा यसबारे थप छलफल हुने बताउनु भएको छ। यसैबीच नेपाली कम्युनिस्ट पार्टी नेकपाले आफूलाई नसोधेरै सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज तोकेको भन्दै भीम रावल असन्तुष्ट बन्नु भएको छ। मङ्गलबार फेसबुक मार्फत रावलले आफ्नो असन्तुष्टि सार्वजनिक गर्नुभएको हो। नेकपाको केन्द्रीय कार्य संयोजन समितिको सोमबार बसेको बैठकले 7 भूगोल प्रदेश र 2 गैर भौगोलिक प्रदेशमा इन्चार्ज र संयोजकहरू टुङ्गो लगाएको थियो, जसमा सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी रावललाई तोकिएको थियो। जनता समाजवादी पार्टी जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बीच एकता भएको 5 महिनाभन्दा बढी भइसक्यो, तर यसले अझै पूर्णता पाउन सकेको छैन। निर्वाचन आयोगले केही अपुग कागजात माग गरेपछि जसपा नेपाल त्यसको तयारीमा जुटेको छ। जसपा नेपाल र लोसपा नेपाल बीच एकता भई एउटै चुनाव चिन्हबाट निर्वाचनमा समेत भाग लिइसके र अहिले आएर त्यसलाई पूर्णता दिन निर्वाचन आयोगले पार्टीलाई पत्र पठाएको हो। चुनावपछि जसपा नेपालका नेताहरूले पनि यसै गृह कार्यमा लागेको बताएका छन्। जसपा नेपालका नेता जितेन्द्र सोनलका अनुसार पार्टी एकताको लागि दिएको नाम अर्को दलमा पनि देखिएकोले त्यसलाई सच्याउन आयोगले भनेको छ। एक व्यक्ति 2वटा दलमा देखिएकोले त्यसलाई सच्याउन निर्वाचन आयोगले निर्देशन दिएको उहाँले बताउनु भएको छ। गत पुसको दोस्रो हप्ता जसपा नेपाल र लोसपा नेपाल बीच एकता भएको थियो। सम्पत्ति जाँचबुझ आयोग गैर कानुनी भएकोले त्यसको बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले आयोग खारेज हुनुपर्ने मागसहित दर्ता गरेको निवेदनमाथि बुधबार प्रारम्भिक सुनवाई हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभएको छ। सार्वजनिक पदमा भएका व्यक्तिको सम्पत्ति जाँचबुझ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसबाहेक राज्यका अरू नियमित निकाय रहेको दाबीसहित सिलवालले ती निकायको कार्यक्षेत्र जुझ्ने गरी समानान्तर आयोग गठन भएकोमा प्रश्न उठाउँदै रिट निवेदन दर्ता गर्नुभएको हो। पूर्वाधार विकास समितिले अल्पत्र अवस्थामा रहेका पूर्वाधार आयोजनाको व्यवस्थापन समयमा नै सम्पन्न गर्न निर्देशन दिएको छ। मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको समितिको बैठकमा सभापति आशिष गजुरेलले विकास निर्माणका परियोजनालाई तत्काल व्यवस्थित गर्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले आगामी दिनमा सुरु हुने परियोजनामा पनि विगतका कमजोरीहरू दोहोरिन नदिन नीतिगत सुधार गर्नुपर्ने बताउनु भएको छ। नियम, प्रक्रिया र कार्यान्वयन तहमा रहेका अस्पष्टता र त्रुटिहरूको गहिरो अध्ययन गरी समितिले सरकारलाई ठोस सुझाव र निर्देशन दिने उहाँको भनाइरहेको छ। उहाँले विकास निर्माणको सन्दर्भमा समितिप्रति सरकार जवाबदेही हुनुपर्ने बताउनुभयो। मन्त्री र सचिवहरूले संसदीय समितिमा उपस्थित भएर स्पष्ट जवाब दिनुपर्ने उहाँको भनाइरहेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष 2082-83मा नेपालको अर्थतन्त्रको आकार झण्डै 66 खर्ब रुपियाँ पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ। यो गएको आर्थिक वर्षको संशोधित 61 खर्ब 79 अर्ब रुपियाँको तुलनामा झण्डै 4 खर्बले धेरै हो। साथै चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर 3.85% रहने अनुमान रहेको छ। कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको सङ्केत देखिएको बताउनु भएको छ। उहाँका अनुसार तथ्याङ्क सङ्कलनमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको छ र परिणामहरू नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कसँग पनि धेरै हदसम्म मेल खाएका छन्, जसले तथ्याङ्कको विश्वसनीयतामा बलियो बनाएको छ। अर्थतन्त्रको क्षेत्रगत संरचनातर्फ हेर्दा कृषि, वन तथा मत्स्य क्षेत्रले सबैभन्दा धेरै 24.03% योगदान दिएको छ। यद्यपि यसको वृद्धि दर 1.58%मा सीमित रहेको छ। त्यसपछि थोक तथा खुद्रा व्यापार तथा गाडी मर्मत सेवाले 14.09% योगदान दिँदा 4.51% को वृद्धि देखिएको छ। शिक्षा क्षेत्रले 9.22%, घर जग्गा कारोबारले 8.07%, यातायात तथा भण्डारणले 7.23% र वित्तीय तथा बिमा क्षेत्रले 6.72% योगदान पुर्याएका छन्। उद्योग क्षेत्रको योगदान 5.72% रहँदा सूचना तथा सञ्चार क्षेत्र 1.93% र स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्र 1.87%मा सीमित रहेका छन्। अहिले देशभर राष्ट्रिय आर्थिक गणना कार्यक्रम सञ्चालन भइरहेको छ, जस अन्तर्गत झण्डै 3.25 लाख प्रतिष्ठानको विवरण सङ्कलन भइसकेको छ। यो अभियान आउँदो असार 7 गतेसम्म सञ्चालन हुनेछ। नेपाल ट्रेड युनियन महासङ्घ जिफन्डले कामको अधिकार, श्रमको सम्मान, सिपको अभिवृद्धि, प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धिको नारासहित मे दिवस मनाउने भएको छ। मे दिवसको अवसरमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै जिफन्डले हरेक वर्ष झैँ यस वर्ष पनि मे दिवस घोषणापत्र सार्वजनिक गर्ने जानकारी गराएको छ। हरेक वर्षको मे 1 मा यो दिवस मनाइँदै आइएको छ। जिफन्डले मे दिवसको अवसरमा श्रमिकका मुद्दा सम्बोधन गर्न सरकारसँग विभिन्न माग अगाडि सारेको छ। जिफन्डले श्रमिकको न्यूनतम तलबको पूर्ण कार्यान्वयन, सामाजिक सुरक्षा कोषमा 100% श्रमिकको पहुँच स्थापित, शिव विकास कोषको स्थापना, युवा रोजगारी सुनिश्चितता कार्यक्रम सञ्चालन, शिक्षक पारिश्रमिक नियमावली तयार, उद्योगमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड निर्माण र आचार संहिता निर्माण, उत्पादकत्व उद्यमशीलता मार्फत रोजगारी सिर्जना गर्न, स्वदेशी उद्योगलाई प्रोत्साहन प्याकेज लगायतका कार्यक्रमहरू तयार गर्न माग गरेको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत साधनमाथिको दोहन अन्त्य गर्न सरकारी सवारी प्रयोगमा कडाई गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रचलित कानुन विपरीत पहुँचको भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु गरेको हो। कार्यालयले अहिलेसम्म विभिन्न मन्त्रालय, त्यस अन्तर्गतका निकाय र संवैधानिक आयोगहरूबाट 622 वटा सरकारी सवारी साधन फिर्ता लिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयले गरेको प्रारम्भिक अनुसन्धानमा राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधनको सुविधा पाउने कानुनी व्यवस्था भए पनि त्योभन्दा तल्लो तहका कर्मचारी तथा पदाधिकारीहरूले समेत व्यापक रूपमा चारपाङ्ग्रे सरकारी सवारी साधन प्रयोग गरिरहेको तथ्य फेला परेको जनाइएको छ। अनुसन्धानको क्रममा सबै सरकारी निकायका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको विस्तृत विवरण माग गरिएको थियो। प्राप्त तथ्याङ्कको आधारमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले 2083 वैशाख 10 गते सबै मन्त्रालय, त्यस अन्तर्गतका निकाय र संवैधानिक आयोगहरूलाई परिपत्र गर्दै प्रचलित कानुनले सवारी साधन उपलब्ध गराउनु नपर्ने तहका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेका सबै सवारी साधन तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो। मङ्गलबार शेयर बजार परिसूचक नेफ्से 26.16 अङ्कले घटेको छ। सो कमीसँगै नेफ्से परिसूचक 2770 अङ्कमा झरेको छ। अघिल्लो दिन नेफ्से 7.7 अङ्कले बढेको थियो। कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिन 4 अर्ब 74 करोडको कारोबार भएकोमा मङ्गलबार 6 अर्ब 53 करोडको कारोबार भएको छ। बैंक तथा वित्तीय संस्थाहरूको वर्चस्व रहेको शेयर बजारमा ती संस्थाहरूको केही सकारात्मक वित्तीय विवरण सार्वजनिक हुँदा पनि बजारमा प्रभाव भने देखियो।
देखिएको छैन। मङ्गलबार सबै वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांशको नाफासँगै प्रति सेयर आम्दानीमा सुधार आएको छ। लोन लस प्रोभिजन पनि केही घटेको छ। धेरैजसो संस्था लाभांश दिन सक्ने क्षमतामा देखिएका छन्। यद्यपि नउठेको ब्याज तथा सावा असुलीमा भने उत्तिकै चुनौती देखिएको छ, जसले गर्दा तथ्याङ्कमा बढेको नाफाको प्रभाव बजारमा देखिएको छैन। विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी आर्थिक वर्षको लागि 15 खर्ब 1.5 ट्रिलियन अमेरिकी डलरको विशाल सैन्य बजेट प्रस्ताव गर्नुभएको छ। शुक्रबार सार्वजनिक गरिएको यो वार्षिक बजेट प्रस्तावले गत वर्षको तुलनामा रक्षा खर्चमा झन्डै 40% को ऐतिहासिक वृद्धि गरेको छ। व्हाइट हाउसले यसै बजेट मार्फत शक्ति मार्फत शान्तिको आफ्नो मूल मन्त्रलाई पुनः पुष्टि गर्दै सैन्य शक्ति र कानुनलाई सर्वोपरि प्राथमिकतामा राखेको छ। ट्रम्पको सन् 2027 को यो बजेट प्रस्तावले सन् 2026 को तुलनामा रक्षा खर्चमा मात्रै थप 455 अर्ब डलर वृद्धि गर्ने लक्ष्य राखिएको छ। अफिस अफ म्यानेजमेन्ट एन्ड बजेटका निर्देशक रसेल भाउटले यस प्रस्तावनामा लेख्नु भएको छ। 2027 को बजेटले गैर रक्षा खर्चलाई नियन्त्रण गर्ने र सङ्घीय सरकारमा सुधार ल्याउने राष्ट्रपतिको परिकल्पनालाई अगाडि बढाएको छ। यस बजेटको सबैभन्दा ठूलो आकर्षण गोल्डेन डोम मिसाइल डिफेन्स सिस्टम हो। ट्रम्पले अमेरिकालाई बाह्य आक्रमणबाट पूर्ण सुरक्षित राख्न यो उन्नत क्षेपणास्त्र रक्षा प्रणाली निर्माणको लागि ठूलो रकम विनियोजन गर्नुभएको छ। अब खेल खबर। नेपाली महिला क्रिकेट टोलीले आइसिसी वुमन्स च्यालेन्ज ट्रफीमा तेस्रो जित हासिल गरेको छ। मङ्गलबार भएको खेलमा नेपालले आयोजक रुवान्डालाई 38 रनले पराजित गरेको हो। नेपालले दिएको 104 रनको लक्ष्य पछाएको रुवान्डा 17.4 ओभरमा 65 रन बनाउँदा अल आउट भयो। म्यारी बिमेन्सियामानाले सर्वाधिक 19 रन बनाइन्। नेपालका लागि मनिषा उपाध्यायले 4 ओभरमा 10 रन दिएर 4 विकेट लिइन्। कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान 2-2 विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 103 रन बनाएको थियो। कप्तान इन्दु वर्माले सर्वाधिक 33 रन बनाएर अभिजित रहिन्। कविता कुँवरले 24 तथा रुबिना छेत्रीले 11 रन बनाए। अन्यले 2 अङ्कमा रन बनाउन सकेनन्। रुवान्डाका लागि हेनरिटी इसिम्बेले 3 विकेट लिइन् भने म्यारी बिमेन्हिमानाले 2 विकेट लिइन्। बेलिसे मुरिकातेते र रोसिन इरेराले 1-1 विकेट लिए। नेपालले यसअघि पनि रुवान्डालाई हराएको थियो। अमेरिकासँग 2 खेलमा पराजित भइसकेको नेपालले इटालीलाई हराउँदा भानुआतुसँग पराजित भएको छ। नेपालले 6 खेलमा 6 अङ्क जोडेको छ। अब नेपालले इटाली र भानुआतुसँग खेल्न बाँकी रहेको छ। आइसिसी विश्वकप लिग 2 मा नेपालले बुधबार ओमानसँग खेल्ने भएको छ। खेल कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा बिहान 9:30 बजे सुरु हुनेछ। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमान बीच हालसम्म 8 पटक प्रतिस्पर्धा हुँदा ओमान हावी देखिएको छ। 8 खेलमध्ये ओमानले 5 जित हात पारेको छ भने नेपाल 3 खेलमा विजयी भएको छ। यस आधारमा ओमान तुलनात्मक रूपमा बलियो देखिएको छ। जारी लिग 2 मा घरेलु मैदानका खेलहरूमा नेपालका लागि जित अपरिहार्य बनेको छ। 8 टोली सहभागी प्रतियोगितामा नेपाल तालिकाको 7औं स्थानमा छ। शनिबार युएईलाई पराजित गरेपछि 14 अङ्कसहित नेपाल 7औं स्थानमै कायम छ। ओमान भने तालिकाको तेस्रो स्थानमा छ। उसले 25 खेलमध्ये 13 खेलमा जित निकाल्दै 29 अङ्क बटुलेको छ। बुधबारको खेलमा नेपाल ओमानलाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। र अन्त्यमा मौसम। जल तथा मौसम विज्ञान विभागले बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको बताएको छ। विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। 16 वैशाख साँझ 5:45 बजेबाट हुरी चल्न सुरु हुने र 17 वैशाख बिहान 7:45 बजे समाप्त हुने सम्भावना रहेको विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला, मध्य प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ। साथै मेघगर्जन, चट्याङ, असिनासहित पानी पर्ने प्रणाली पनि पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना छ। त्यसले देशका धेरै ठाउँहरूमा प्रभाव पार्ने भएकोले सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ।
मौसमविदहरूका अनुसार नेपालको पूर्वी भूभाग, भारतको उत्तराञ्चलतिर र नेपालको पश्चिम भूभाग हिमाञ्चल प्रदेशतिर प्री मनसुन प्रणाली रहेको छ। केही दिन नेपालमा गर्मी बढेपछि ती दुवै सिस्टम नेपालतिर प्रवेश गरे र एक आपसमा मिसिएका छन्। ती दुईवटा सिस्टम अलग अलग हेर्दा खासै ठुला होइनन्, तर आपसमा मिसिए पनि नेपालमै लोकल लेभलको सिस्टम पनि थपिँदा कुनै कुनै ठाउँमा ठुलो वर्षाको सम्भावना र जोखिम बढेको हो मौसमविद उज्जवल उपाध्यायले भन्नुभयो। मौसमविदहरूका अनुसार मङ्गलबार रातिदेखि वर्षाको मात्रा र क्षेत्र बढ्दै जाने पूर्वानुमान रहेको छ। 15 वैशाखको तुलनामा 16 वैशाखमा बढी वर्षा हुने सम्भावना छ। काठमाडौँ उपत्यका लगायत वरिपरिका क्षेत्रमा पनि मङ्गलबार बेलुकी र राति ठूलो वर्षाको सम्भावना रहेको छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार अहिलेको प्रणालीको प्रभावले काठमाडौँ उपत्यका र आसपासका भूभागका साथै पूर्वी क्षेत्रको प्राय सबै मेचीसम्मको भूभागमा वर्षा गराउनेछ। बुधबार र बिहिबार पनि पूर्व मेचीदेखि पश्चिम त्रिशुली कालीगण्डकीसम्म बेला बेलामा वर्षा भइरहने देखिएको छ। यसैले मौसमविद उपाध्यायले त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्गसँगै सिद्धार्थ, पासाङ लामो, बीपी राजमार्गहरूमा मङ्गलबार, बुधबार र बिहिबार रातिको समयमा सकेसम्म यात्रा नगर्न आग्रह गर्नुभएको छ। यिनै खबरहरूसँगै खबर अपडेट आजलाई यति नै। हेर्नु तथा सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। नयाँ ताजा सत्य, तथ्य र निष्पक्ष खबरको लागि हामीलाई हेर्दै गर्नुहोला। नमस्कार।